रोअल्ड डाल 1916देखि 1990 एक बेलायती उपन्यासकार, छोटो कथा लेखक र पटकथा लेखक थिए। उनी नर्वेबाट आएका आप्रवासी अभिभावकका सन्तानका रूपमा वेल्समा जन्मिएका थिए। उनले आफ्नो बाल्यकाल इङ्ल्यान्डमा बिताए र 18 वर्षको उमेरमा अफ्रिकामा शेल ऑयल कम्पनीमा काम गर्न गए। दोस्रो विश्वयुद्ध सुरु भएपछि उनी रोयल एयरफोर्समा सामेल भए र एक लडाकु पाइलट बने। 26 वर्षको उमेरमा उनी वाशिंटन डीसी सरे र लेखन सुरु गरे। वयस्कहरूका लागि लेखकको रूपमा आफूलाई स्थापित गरेपछि सन् 1960मा परिवारसँग इङ्ल्यान्डमा बस्दै गर्दा उनले बालबालिकाका कथाहरू लेख्न थाले। आज उनी हाम्रो समयका सबैभन्दा प्रिय कथावाचकहरूमध्ये एक मानिन्छन्। उनका कल्पनात्मक उपन्यासहरूमा जेम्स एन्ड द जायन्ट पीच, मटिल्डा र चार्ली एन्ड द चकलेट फ्याक्ट्री जस्ता कृतिहरू पर्दछन्। साथै बालबालिकाका लागि अन्य धेरै क्लासिक कृतिहरू र वयस्कहरूका लागि छोटा कथाहरू पनि छन्। द विश कथा एउटा सानो केटाको कल्पनाबारे हो, जहाँ उसको कार्पेट सर्प र आगोसँग जीवित हुन्छ। चित्रात्मक भाषा र रूपकको प्रयोग गर्दै डालले अत्यन्त जिज्ञासु र कल्पनाशील केटाको पात्र मार्फत बाल्यकालको निर्दोषताको नाजुकतालाई हामीलाई मनन गर्न सहयोग गर्छन्। यो कथा एउटा सानो बालकको मनभित्र प्रवेश गरी उसको कल्पनाको खोज गर्छ। यो कथा बाल्यकालमा घटेको एउटा डरलाग्दो घटनाबारे पनि हो। एक हातको हतेलीमुनि केटाले आफ्नो घुँडाको ढकनीमा लागेको पुरानो चोटको पाप्रो भएको कुरा महसुस गर्यो। उसले झुकेर त्यसलाई नजिकबाट हेर्यो। पाप्रो सधैँ आकर्षक लाग्थ्यो। यसले उसलाई रोक्नै नसक्ने एउटा विशेष चुनौती प्रस्तुत गर्थ्यो। हो, उसले मनमनै सोच्यो, तयार नभए पनि म यसलाई उखेल्छु, बीचमा टाँसिए पनि, जतिसुकै दुखे पनि। उसले औँलाको नङले सावधानीपूर्वक पाप्रोको किनारातिर घोत्लिन थाल्यो। नङ पाप्रोमुनि छिर्यो र उसले अलिकति मात्रै उचाल्दा अचानक त्यो छुट्टियो। कडा खैरो पाप्रो सुन्दर ढङ्गले निस्कियो र तल चिल्लो रातो छालाको सानो गोलो घेरा देखियो। राम्रो, साँच्चै नै राम्रो। उसले त्यो घेरा घिसार्यो, दुखेन। उसले पाप्रोलाई उठाएर आफ्नो जाङमा राख्यो र औँलाले उछालिदियो। त्यो उडेलो कार्पेटको छेउमा खस्यो, रातो, कालो र पहेँलो रङले भरिएको विशाल कार्पेट, जुन ऊ बसेको सिँढीबाट टाढा अगाडिको ढोकासम्म हलभरि फैलिएको थियो। त्यो अद्भुत कार्पेट थियो, टेनिस मैदानभन्दा पनि ठूलो, अझ धेरै ठूलो। उसले गम्भीरतापूर्वक हेर्यो, हल्का आनन्दका साथ आँखा त्यसमा अडायो। उसले यसअघि खासै ध्यान नदिएको थियो, तर अहिले एकाएक रङहरू रहस्यमय रूपमा झन चम्किन थाले र अत्यन्तै आकर्षक ढङ्गले उसतिर उफ्रिए जस्तो लाग्यो। हेर त, उसले आफैलाई भन्यो, म बुझे। कार्पेटका राता भागहरू त रातो तातो कोइला जस्ता हुन्। मलाई के गर्नुपर्छ भने यी नछोइकन म पुरै कार्पेट पार गरेर अगाडिको ढोकासम्म जानुपर्छ। यदि रातो छोएँ भने म पोलिन्छु, साँच्चै नै पुरै जलेर सकिन्छु। अनि कालो भागहरू? हो, कालो भागहरू त सर्प हुन्, विशाली सर्पहरू, प्राय एडर र कोब्रा रुखको तन्ना जत्तिकै बाक्ला। यदि तीमध्ये एउटालाई छोएँ भने म टोकाइनेछु र चियाको समय आउनुअघि नै मर्छु। तर यदि म नपोली र नटोकाई सुरक्षित पार गरेँ भने भोलि मेरो जन्मदिनमा मलाई एउटा सानो कुकुर दिइनेछ। ऊ उठ्यो र यो रङ र मृत्युले भरिएको विशाल दृश्यलाई राम्रोसँग हेर्न सिँढीमा माथि चढ्यो। के सम्भव थियो? के पहेँलो पर्याप्त थियो? पहेँलो मात्रै त्यस्तो रङ थियो जसमा उसलाई टेक्न अनुमति थियो। के यो गर्न सकिन्थ्यो? यो हल्का रूपमा सुरु गर्न मिल्ने यात्रा थिएन। जोखिम धेरै ठूलो थियो। सेतो सुनौलो कपालको किनारा, ठूला नीला आँखा र सानो नुकिलो चिन भएको केटाको अनुहार रेलिङमाथिबाट चिन्तित हुँदै तल हेर्यो। कतै कतै पहेँलो पातलो थियो र एक दुई चौडा खाली ठाउँहरू पनि थिए, तर त्यो अन्त्यसम्म पुगे जस्तो देखिन्थ्यो। हिजो मात्रै उसले अस्तबलदेखि ग्रीष्म घरासम्म इँटाको बाटोका चिरा नछोई पार गरेको सम्झदा यो कार्पेटको खेल त्यति गाह्रो नहुनुपर्ने थियो, सर्पहरू बाहेक। सर्पहरूको सोच मात्रैले उसको खुट्टाको पछाडिबाट तलुवा हुँदै डरको सानो बिजुली दौडायो। ऊ बिस्तारै सिँढीबाट तल आयो र कार्पेटको छेउमा पुग्यो। उसले स्यान्डल लगाएको सानो खुट्टा सावधानीपूर्वक पहेँलो भागमा राख्यो। अनि अर्को खुट्टा पनि तान्यो। दुई खुट्टा सँगै राख्दा उभिन जति ठाउँ मात्रै थियो। भयो। उसले सुरु गरिसक्यो। उसको चम्किलो अण्डाकार अनुहार अत्यन्तै एकाग्र थियो, प्राय पहिलाभन्दा अलिक सेतो। सन्तुलनका लागि उसले हातहरू दायाँ बायाँ फैलाएको थियो। उसले अर्को पाइला चाल्यो, कालो भागमाथि खुट्टा उचाल्दै अर्को छेउको साँगुरो पहेँलो बाटोलाई लक्ष्य गर्दै।
दोस्रो पाइला पूरा भएपछि ऊ कडा र स्थिर उभिएर अलिकति रोकियो। पहिलो साँगुरो बाटो कम्तीमा 5 गजसम्म निरन्तर थियो र ऊ डोरीमा हिँडे जस्तै बिस्तारै अघि बढ्यो। जहाँ त्यो छेउतिर मोडिएको थियो त्यहाँ उसले फेरि लामो पाइला चाल्नु पर्यो, यसपालि कालो र रातोको डराउँदो मिश्रणमाथि। आधा बाटोमा ऊ लर्खराउन थाल्यो। सन्तुलन राख्न उसले पंखा जस्तै हात घुमायो र सुरक्षित पार गरेर अर्को छेउमा पुग्यो। अब ऊ धेरै सास फेरिरहेको थियो, यति तनावमा कि सधैँ खुट्टाको औलेमै उभिएको थियो, हात फैलाएर मुष्टि कसेर। ऊ पहिलोको ठूलो सुरक्षित टापुमा थियो। त्यहाँ धेरै ठाउँ थियो, ऊ लड्नै सक्दैनथ्यो। ऊ त्यहीँ उभिएर आराम गर्यो, हिचकिचाउँदै पर्खिँदै सधैँको लागि यहीँ बस्न पाए कति राम्रो हुन्थ्यो भन्ने इच्छा गर्यो। तर पप्पी नपाउने डरले उसलाई फेरि अघि बढ्न बाध्य बनायो। पाइला पछि पाइला ऊ अझ अघि बढ्न सक्यो, हरेक पटक खुट्टा कहाँ राख्ने भनेर सोच्दै। एक पटक उससँग बायाँ वा दायाँ दुई बाटोको विकल्प थियो। कठिन देखिए पनि कालो कम भएकोले उसले बायाँ रोज्यो। कालो नै उसलाई नर्भस बनाइरहेको थियो। ऊ छिट्टो आफ्नो काँधमाथि फर्केर हेर्यो, कति टाढा आइपुगेछ, झण्डै आधा। अब फर्किने बाटो थिएन, ऊ बीचमा थियो, फर्किन सक्दैनथ्यो, छेउतिर हाम फाल्न पनि सक्दैनथ्यो, धेरै टाढा थियो। अगाडि फैलिएको रातो र कालो देख्दा उसको छातीमा अचानक पुरानो अताङ्कको लहर आयो, जस्तै गत इस्टरमा पिपरको जङ्गलको सबैभन्दा अध्यारो भागमा एक्लै हराएको बेला आएको थियो। उसले फेरि अर्को पाइला चाल्यो, पुग्न सकिने एकमात्र सानो पहेँलो टुक्रामाथि खुट्टा सावधानीपूर्वक राख्यो। यसपालि खुट्टाको टुप्पो कालोबाट 1 सेन्टिमिटर मात्रै टाढा थियो। कालो छोएको थिएन, उसले देख्न सक्थ्यो स्यान्डलको टुप्पो र कालो बीच सानो पहेँलो रेखा थियो। तर सर्पले उसको नजिकता महसुस गरे जस्तै हल्लियो, टाउको उठायो र चम्किला दानादार आँखाले खुट्टातिर हेर्यो, छोइने कि भनेर। म तिमीलाई छोइरहेको छैन, मलाई नटोक, तिमीलाई थाहा छ म छोइरहेको छैन। पहिलो सर्पको छेउमै अर्को सर्प चुपुलाग सर्यो, टाउको उठायो, अब दुई टाउका, दुई जोडी आँखा खुट्टातिर टोलाइरहेका, स्यान्डलको पट्टामुनि देखिएको नाङ्गो छालातिर घुरिरहेका। केटा खुट्टाको औलामै चढ्यो र त्यहीँ जमेर बस्यो, आतंकले कडा भएर। फेरि हल्लिन साहस गर्न उसलाई केही मिनेट लाग्यो। अर्को पाइला त निकै लामो हुनुपर्ने थियो। कालोको गहिरो घुम्रिएको नदी जस्तै भाग कार्पेटको पूरै चौडाइभर बगेको थियो र ऊ यसको सबैभन्दा फराकिलो भागबाट पार गर्न बाध्य थियो। उसले पहिले हाम फाल्ने सोच्यो, तर अर्को छेउको साँगुरो पहेँलो पट्टीमा ठ्याक्कै अवतरण हुनेमा विश्वस्त हुन सकेन। उसले गहिरो सास फेर्यो, एक खुट्टा उचाल्यो र इन्च अगाडि बढायो, टाढासम्म, तलतिर झार्दै। अन्ततः स्यान्डलको टुप्पो पहेँलोको छेउमा सुरक्षित टेकेर अड्यो। उसले अगाडिको खुट्टामा तौल सार्यो, अनि अर्को खुट्टा पनि तान्न खोज्यो। ऊ धेरै तन्कियो, झटार्यो, तर खुट्टा धेरै टाढा थिए, ऊ सफल हुन सकेन, फर्किन पनि सकेन। ऊ स्प्लिट्समा अड्केको थियो, पुरै फसेको थियो। तल हेर्दा उसले मुनि कालोको गहिरो घुम्रिएको नदी देख्यो, केही भाग हल्लिन थालेका, फन्को लगाउँदै, डराउँदो तेलिलो चमकका साथ। ऊ लर्खरायो, सन्तुलन राख्न हतार हात हल्लायो, तर झन बिग्रियो। ऊ डल्न थाल्यो, पहिले बिस्तारै, पछि छिटो। अन्तिम क्षणमा स्वाभाविक रूपमा उसले लडाईँ रोक्न हात बढायो र अर्को क्षण उसले देख्यो उसको नाङ्गो हात चम्किलो कालोको ठूलो थुप्राको बीचमा पस्यो र छोएको साथ उसले चिच्यायो। घरको पछाडि टाढा घाममा बाहिर ऊ आमाले आफ्नो छोरालाई खोजिरहेकी थिइन्। Thanks for watching.